आज हामी एउटा यस्तो अमूल्य ज्ञानको कुरा गर्न गइरहेका छौँ जसले हाम्रो जीवनको अन्धकार मात्र मेटाउँदैन, यसले हाम्रो मनलाई पनि उज्यालोले भरिदिन्छ। म भगवान श्रीकृष्णका ती बाणीहरूको कुरा गर्दैछु जसलाई हामी सबै भागवत गीताको नामले चिन्छौँ। आज म तपाईहरूलाई जीवन जिउने तरिका बताउँदैछु जुन स्वयं श्रीकृष्णले अर्जुनलाई युद्धको मैदानमा सिकाउनु भएको थियो, अहिलेको हाम्रो जीवनसँग जोडेर। अब एकछिन आँखा बन्द गर्नुहोस्, कल्पना गर्नुहोस् जीवनको त्यो समय, त्यो मोड जहाँ तपाईँ कुनै सम्बन्धको उल्झनमा हुनुहुन्थ्यो, कहिले मनको खटपटीमा, कहिले जिम्मेवारीको बोझ वा कहिले आफैसँग हारेको अनुभव। जीवनका उत्तर चढाव यी सबै चिजमा तपाईँ पनि त्यही कुरुक्षेत्रको मैदानमा हुनुहुन्थ्यो जहाँ अर्जुन थिए। हो, त्यो समय तपाईँ आफै नै अर्जुन हुनुहुन्थ्यो र तपाईँको हरेक प्रश्नको जवाब, हरेक उल्झनको समाधान र हरेक डरको ढाल श्रीकृष्णको बाणीमा लुकेको छ। यो जीवन रूपी युद्धमा हामी सबै अर्जुन हौँ। यो युद्धबाट केवल कृष्णले मात्र हामीलाई पार लगाउन सक्नुहुन्छ। अर्जुनलाई जस्तै अर्जुन पनि लाचार थिए, उनी डराएका थिए, उनका हात काम्दै थिए, धनुष थाम्न सकिरहेका थिएनन्। यो हालतमा उनी लड्न सक्दैनथे। अर्जुनको यही लाचार्य देखेर त्यसपछि कृष्ण बोल्नुभयो र जब कृष्ण बोल्नुभयो युद्धको मैदानमा त्यो ज्ञानको गङ्गा बग्यो। कृष्णले भन्नुभयो, हे अर्जुन, कर्म गर, फलको चिन्ता नगर। के तपाईँलाई थाहा छ हामी धेरै जसो दुखी किन हुन्छौँ? किनभने हामी हरेक कुराको फल अहिल्यै सोच्ने गर्छौँ। हामी काम गर्दा गर्दै केवल परिणामको डर बोकेर हिँड्छौँ, कर्म नगरी वा गर्दा गर्दै फलको आशा पाल्न थाल्छौँ। मानौ तपाईँले कुनै नयाँ काम सुरु गर्नुभयो, पसल, जागिर, कुनै सम्बन्ध वा कुनै सपना, र तपाईँ दिनरात यही सोचिरहनु भयो, तब तपाईँ जित्नुभन्दा पहिले नै हार्नुहुन्छ। भगवान कृष्ण भन्नुहुन्छ, तिम्रो अधिकार केवल कर्ममा छ, फलमा होइन। अर्थात् मेहनत गर, पुरै मनले गर, इमान्दारीपूर्वक गर, तर फलको जिम्मा म माथि छोडिदेऊ। किनभने जब तिमी फलको चिन्ता छोड्छौ तब तिमी पुरै मनले कर्म गर्न सक्छौ र त्यहीबाट सफलको सुरुवात हुन्छ। यदि वर्षा हुनु छ भने बादलले कहिल्यै खेतसँग अनुमति माग्दैन, बादल आफ्नो समयमा बर्सिन्छ। त्यसै गरी जब हामी हाम्रो कर्ममा ध्यान केन्द्रित गर्छौँ तब फल आफ्नै समयमा बर्सिन्छ। अब प्रश्न उठ्छ, हामीले कुनै अपेक्षा राख्नु हुँदैन? होइन, कृष्णले अपेक्षाबाट होइन, आसक्तिबाट अस्वीकार गर्नुभएको छ। भगवान कृष्णले भन्नुभयो, त्यसमा यति पनि नअल्झ कि मनले तिमीलाई नियन्त्रण गरोस्। हामी हरेक सम्बन्ध, हरेक काम, हरेक निर्णयसँग जोडिन्छौँ। यति जोडिन्छौँ कि त्यो हाम्रो चाहना अनुसार भएन भने कमजोर भन्छौँ। त्यसपछि मनले भन्छ, यो नगरेको भए हुन्थ्यो। त्यसैले श्रीकृष्णले भन्नुभयो, तिमीले जुन कुराले आफ्नो ठान्दैछौ त्यो कहिले आफ्नो थिएन, जे आयो त्यो जान्छ नै। कति महत्त्वपूर्ण छ यो भनाइ। आज हामी जसलाई हामी आफ्नो ठान्छौँ, सम्बन्ध, पैसा, सामान, शरीर, यस्ता सबै कुरा यो जीवनमा अस्थायी हुन् अथवा भाडामा लिएको जस्तो। मालिक त केवल एक भगवान मात्र हुनुहुन्छ। अब सोचौँ, यदि यो शरीर पनि सधैँको लागि आफ्नो होइन भने बाँकी चिजहरूसँग किन यति धेरै मोह राख्छौँ हामी? कृष्ण भन्नुहुन्छ, जे भयो राम्रोको लागि भयो, जे भएको छ त्यो पनि राम्रोको लागि नै भइरहेको छ, र जे हुनेछ त्यो पनि राम्रोको लागि नै हुनेछ। यो जीवनको सत्य हो। अब एकछिन आफ्नो जीवनका ती पलहरू सम्झनुहोस् जब तपाईँले सोचेको जस्तो भएको थिएन, तपाईँलाई नराम्रो लागेको थियो, तर केही महिनापछि तपाईँलाई जे भयो राम्रै भयो जस्तो लाग्यो। नयाँ अवसर पाउनुभयो वा पहिलेको भन्दा अझै राम्रो भएर आयो। हो, त्यही दृष्टिकोण कृष्णले दिइरहनु भएको छ। जे बित्यो त्यो शिक्षा थियो, जे भइरहेको छ त्यो अभ्यास हो, र जे आउनेछ त्यो तिरस्कार हुन सक्छ। यदि तपाईँले धैर्य राख्नुभयो भने सबै ठिक हुनेछ। अब अर्जुनले सोधेको अर्को कुरा बुझौँ। अर्जुन भन्छन्, मलाई गाह्रो भइरहेको छ, म के गरौँ? मेरो मन विचलित छ, म दुविधामा छु। हो, कहिलेकाहीँ हाम्रो जीवनमा पनि त यस्तै हुन्छ। मन स्थिर रहँदैन,
कहिले रिस, कहिले डर, कहिले निराशा आउँछ। यही प्रश्नको उत्तर दिँदै कृष्णले भन्नुहुन्छ, मनको स्वभाव नै चञ्चल छ, तर अभ्यास र वैराग्यले यसलाई नियन्त्रण गर्न सकिन्छ। अभ्यास भनेको हरेक दिन अलिकति राम्रो बन्नु हो, हरेक दिन अलिकति संयम राख्नु हो, हरेक दिन अलिकति शान्त रहनु हो, हरेक दिन अलिकति आफैलाई निहाल्नु हो। र वैराग्य भनेको जे कुराले तपाईँलाई यो संसारतर्फ तानिरहेको छ त्यसबाट बिस्तारै टाढा हुँदै जानु हो। यो एकै दिनमा हुँदैन, तर तपाईँले हरेक दिन 1% मात्र आफूलाई सुधार्दै जानुभयो भने एक दिन तपाईँ त्यस्तो बन्नुहुनेछ जस्तो तपाईँले कहिल्यै कल्पना गर्नुभएको थिएन। अब एउटा ठुलो प्रश्न, म को हुँ? कृष्ण भन्नुहुन्छ, तिमी न त यो शरीर हौ, न नाम पद न रूप नै, तिमी आत्मा हौ, आत्मा जुन कहिल्यै मर्दैन। आत्मा जन्मिएपछि कहिल्यै मर्दैन। जब तिमी यो कुरा महसुस गर्न थाल्छौ तब तिमी भित्र एउटा अनौठो शान्ति संसार, तब तिमी न संसारसँग डराउँछौ, न हारसँग, न सम्बन्धको गुमाउनुको पीडा हुन्छ, न त सफलताको घमण्ड हुन्छ। किनभने तिमीले बुझ्न थाल्नेछौ, तिमीले खोज्नेछौ, तिमी यो संसारको माझमा एक पात्र मात्र हौ र यो नाटकको निर्देशक भगवान कृष्ण हुनुहुन्छ। श्रीकृष्णले अर्जुनलाई भन्नुभयो, तिमी आत्मा हौ, तिमी अझ अमर छौ, तिमी यो शरीरभन्दा पर छौ। र जब अर्जुनले यो कुरा सुने उनको मनमा अरू केही प्रश्नहरू उठे। अर्जुन भन्छन्, हे माधव, तपाईँ भन्नुहुन्छ आत्मा अमर छ, तैपनि मन डराउँछ, कहिले आफैसँग, कहिले आफन्तसँग, कहिले परिस्थितिसँग, कहिले भविष्यसँग। हो, हामीलाई पनि कहिलेकाहीँ जीवनमा पनि सबैतिर अन्धकार लाग्छ, सबै कुरा समाप्त हुन्छ भन्ने डर लाग्छ र कहिले लाग्छ म यो सबैको लागि योग्य छैन। अर्जुनका यही प्रश्नहरू हामीमाथि नै हाबी हुन्छन्। आत्मा अमर छ भने हामीलाई किन यी डरहरू हुन्छन्? अनि श्रीकृष्ण भन्नुहुन्छ, हे अर्जुन, जो डराउँछ उसको मन मोह र मायामा बाँधिएको छ, उसले आफ्नो वास्तविक स्वरूप बिर्सिएको छ। र यही त हामी सबैसँग हुन्छ। हामी बिर्सिन्छौँ कि हामी को हौँ। हामी सोच्ने गर्छौँ हामी यो शरीर हौँ, हाम्रो नाम काम रूप आदि नै सबै कुरा हो भन्ने लाग्छ। र जब यी कुराहरू तलमाथि हुन्छन् तब हाम्रो आत्मविश्वास पनि डगमगाउन थाल्छ। तर भगवान कृष्ण भन्नुहुन्छ, सुधर्म निर्धनम श्रेय, अर्थात् आफ्नो धर्म, आफ्नो बाटो, आफ्नो कर्ममा हिँड्नु नै श्रेष्ठ हो। अब तपाईँ सोच्नुहोस्, हाम्रो सुधर्म के हो? कसैको सुधर्म आमा बन्नु हो, कसैको शिक्षक बन्नु हो, कसैको किसान, कसैको कलाकार। प्रत्येक व्यक्तिको भूमिका फरक हुन्छ। तर जब ऊ आफ्नो धर्मबाट विमुख हुन्छ तब भित्र खटपट सुरु हुन्छ। तपाईँले पनि महसुस गरेको हुनुपर्छ, जब तपाईँ अरूको नक्कल गर्न खोज्नुहुन्छ तब तपाईँ आफैबाट टाढा हुन थाल्नुहुन्छ, र जब तपाईँ आफैबाट टाढा हुनुहुन्छ तब शान्ति हराउँछ। कृष्ण भन्नुहुन्छ, चाहे जति सुन्दर देखिए पनि अरूको बाटोमा हिँड्नुभन्दा साँचो शान्ति तब हुन्छ जब हामी आफ्नो बाटोमा हिँड्छौँ। त्यसैले आज यो प्रश्न आफैलाई सोध्नुहोस्, के म आफ्नो धर्ममा हिँडिरहेको छु? र यदि छैन भने फर्केर आउनुहोस् त्यो कामतिर जसले तपाईँलाई साँचो आनन्द दिन्छ। अब हाम्रो अर्को शत्रुको कुरा गरौँ। अर्जुनले सोध्छन्, कसैले जान पनि पाप गर्छन्? हे केशव, मान्छेले किन पाप गर्छन्? तब श्रीकृष्ण जवाफ दिनुहुन्छ, कामना र क्रोध नै यी दुई शत्रु हुन् जसले मानिसलाई उसको चेतनाबाट तल झार्छ। कामना अर्थात् लोभ, लालच। जब त्यो कुरा हुँदैन त्यो क्रोध बन्छ, र क्रोधबाट भ्रम जन्मिन्छ, र भ्रमबाट स्मृति नष्ट हुन्छ, र जब स्मृति मेटिन्छ तब बुद्धि नष्ट हुन्छ, र जब बुद्धि नष्ट हुन्छ तब मानिस सर्वनाश हुन्छ। एकछिन सोच्नुहोस् त, कतिपल्ट तपाईँ नराम्रोसँग रिसाउनु भयो? रिस शान्त भएपछि पछुतो भयो? श्रीकृष्ण भन्नुहुन्छ, मन र इन्द्रियलाई नियन्त्रण गर्न सिक, नत्र यसले तिमीलाई खाडलमा लगेर जाग्छ। तर कसरी मनलाई नियन्त्रण गर्ने? कृष्णले भन्नुहुन्छ, ध्यानले, अभ्यासले, संयमले र सबैभन्दा महत्त्वपूर्ण भक्तिले। यहाँ भक्तिको अर्थ केवल पूजापाठ होइन। भक्तिको अर्थ हो आफ्नो अहङ्कारलाई भगवानको चरणमा समर्पित गर्नु। मलाई केही थाहा छैन भन्दै
प्रभुको चरणमा समर्पित गर्नु हो। मेरा सबै कुरा तपाईँलाई थाहा छ प्रभु, जे गर्नुहुन्छ तपाईँले नै गर्नुहुन्छ, म त केवल पात्र हुँ। जब यस्तो समर्पण आउँछ तब कृष्ण भन्नुहुन्छ, म मेरो भक्तको कामको बोझ आफै उठाउँछु। हो, तपाईँ पनि आफूलाई हल्का बनाउनु चाहनुहुन्छ, तपाईँ पनि यो बोझ भिसाउन चाहनुहुन्छ भने एकचोटि हृदयबाट भन्नुहोस्, हे कृष्ण, अब म सबै कुरा तपाईँलाई सुम्पन्छु। यही हो भक्ति। र अर्जुनले सोध्छन्, हे मधुसूदन, एकातिर तपाईँ कर्म गर्नु भन्नुहुन्छ, अर्कोतिर त्यागको कुरा गर्नुहुन्छ, म के गरौँ? श्रीकृष्ण जवाफ दिनुहुन्छ, संसार छोड्नु त्याग होइन, बरु त्याग त्यो हो जसले फलको आशा छोड्छ। अर्थात् तपाईँ संसारमा बसेर पनि त्यागी बन्न सक्नुहुन्छ यदि तपाईँ आफ्नो कर्ममा लिन हुनुहुन्छ र फलको मोहमा अल्झिनु भएन भने फलको आशा नगरी आफ्नो कर्तव्य वा जिम्मेवारीलाई पवित्र भावले कर्म गर्ने। अब एउटा अति सुन्दर कुरा कृष्ण भन्नुहुन्छ, हे अर्जुन, जब जब संसारमा धर्मको नाश हुन्छ, अधर्म अन्याय बढ्छ, त्यति बेला म अवतार लिन्छु। अब तपाईँ सोच्नुहोस्, भगवान साँच्चै आउनुहुन्छ? हो, भगवान प्रत्येक युगमा आउनुहुन्छ, प्रत्येक रूपमा आउनुहुन्छ। कहिले राम बनेर, कहिले कृष्ण बनेर, कहिले बुद्ध बनेर, कहिले तपाईँको जीवनमा प्रियजन बनेर, कहिले मित्र, कहिले अनजान व्यक्ति बनेर। जब तपाईँ साँच्चै भगवानलाई पुकार गर्नुहुन्छ, भगवानले कहिल्यै अस्वीकार गर्नुहुन्न, केवल पुकार साँचो हुनुपर्छ। अब बिस्तारै अर्जुन बुझ्न थाल्छन्, उनको आशंका मेटिँदै जान्छ र त्यसै बेला विष्णुले अर्को उपहार दिनुभयो। त्यो इतिहासको सबैभन्दा अद्भुत दृश्य बन्यो। कृष्णले अर्जुनलाई आफ्नो विराट स्वरूप देखाउनु भयो, यो रूप जसमा सम्पूर्ण ब्रह्माण्ड समाहित थियो, जहाँ एकातिर जन्म भइरहेको थियो, अर्कोतिर मृत्यु, एकातिर रचनाकार थियो, अर्कोतिर संहारक, सूर्य, तारा, चन्द्र, देव, पशु सबै त्यसमा समाहित थिए। त्यो दृश्य देखेर अर्जुन काम्न थाले, हे प्रभु, तपाईँले मलाई यो के देखाउनु भयो? तपाईँले मलाई जे देखाउनु भयो त्यो मेरो सोचभन्दा पर छ। श्रीकृष्ण भन्नुहुन्छ, जो मेरो भक्ति गर्छ, जो मलाई आफ्नो जीवनमा स्थान दिन्छ, जो न कसैसँग घृणा गर्छ, न रिस, न ईर्ष्या गर्छ, न कसैसँग मोह गर्छ। हो, हामी पनि देख्न सक्छौँ, हामीले आँखाले देख्न नसके पनि हृदयले देख्न सक्छौँ। यदि हामीले आफूभित्रको फोहोर सफा गऱ्यौँ, यदि हामीले अहङ्कार, लोभ सबै छोड्यौँ भने भगवान स्वयं हाम्रोभित्र प्रकट हुन सक्नुहुन्छ। किनभने उहाँ कतै बाहिर हुनुहुन्न, उहाँ त तपाईँको हरेक सासमा हुनुहुन्छ, हरेक धड्कनमा हुनुहुन्छ, हरेक आँसुमा हुनुहुन्छ, हरेक मुस्कानमा हुनुहुन्छ। अब अन्त्यतिर बढ्दै गर्दा कृष्ण अर्जुनलाई भन्नुहुन्छ, सबै धर्म, परम्परा, नियम र कर्तव्यलाई त्यागेर केवल म अर्थात् भगवानलाई मात्र शरण गर, म तिमीलाई सबै पापबाट मुक्त गर्नेछु, त्यसैले चिन्ता नगर। तपाईँहरू भन्नुहोस् त, के यो प्रेम होइन? के यो परम आश्वासन होइन? जसले भनिरहेको छ, जो सम्पूर्णको मालिक हो, आऊ अब तिम्रो हरेक धार मेरो भयो। तपाईँ तयार हुनुहुन्छ त्यो एउटा कदम चाल्न? यदि हो भने हरे कृष्ण भन्नुहोस्। अब हामी त्यो मोडमा पुगेका छौँ जहाँ अर्जुन डराएका छैनन्।